एमाले काङ्ग्रेस र माओवादीलाई चाहिँ जनता कसैले हाल्दैनन् जहाँसम्म मलाई लाग्छ मेरो एनालिसिस हो होइन हजुर हाल्नुपर्ने घन्टीलाई हो यसपाल 2/3 घन्टीलाई दिने हो अनि उसले केही गर्न लागि एउटा आशा त्यति मात्रै हो भनेको बालेनलाई भोट हाल्न तपाईँ आतुर हुनुहुन्छ मजाले उफ्री उफ्री को हिँड्छ चुनाव छ ओलीसँग यहाँ भोट माग्न एमाले हिँड्नु देखाउँछ यहाँ दम छ भनेको एमाले सिधा कुटिन्छ नि कस्तो कुरा गरे हौ ए भोट माग्न हिँड्ने एमालेलाई कुटिन्छ किन कुटिँदैन नि काङ्ग्रेसलाई कुटिन्छ माओवादी कुटिन्छ यसपालि तपाईँ बालेन शाहलाई भोट हाल्दै 100% किन हाल्दै हुनुहुन्छ अब उहाँ भनेको नयाँ जेनेरेसनको मान्छे उहाँ कम बोल्ने काम धेरै गर्ने जस्तो लागेको छ अहिलेसम्म होइन अब पछिको कुरा त मैले भन्न सकिनँ तर अहिलेसम्मको उहाँको कार्यक्षेत्रमा उहाँको काम गर्ने शैली चाहिँ मलाई एकदम मन परेको छ आउट अफ कन्ट्री हुनेहरूलाई पनि के भन्छु भने बाबा मम्मीलाई सबैलाई भन्नु अब हामीले राइटलाई राइट भन्नुपर्छ रङलाई रङ भन्नुपर्छ पार्टी होइन व्यक्ति हो देश